यदि तपाईँ लामो समयदेखि ढाड दुखाइबाट पीडित हुनुहुन्छ वा बेला-बेलामा गम्भीर ढाड दुखाइबाट पीडित हुनुहुन्छ भने तपाईको मनमा आउने सबैभन्दा सामान्य प्रश्न हो, मेरो ढाड दुखाइको कारण के हो? नमस्ते, म डाक्टर हिमांशु त्यागी हुँ। म भारतको दिल्लीमा एक स्पाइन सर्जन हुँ। तपाईले हामीलाई फोनमा सम्पर्क गर्न सक्नुहुन्छ वा व्हाट्सएप मार्फत 9654095717 मा सन्देश पठाउन सक्नुहुन्छ। साथै यदि तपाईँ भारत बाहिर बस्दै हुनुहुन्छ भने फोन नम्बरको अगाडि भारत कलिङ कोड थप्न नबिर्सनुहोस्। भारत कलिङ कोड +91 हो। अब ढाड दुख्नुका 3 कारणहरू छन्। पहिलो हो, यदि मेरुदण्डको हड्डीहरू बीच रहेको डिस्क भनिने कुसनले राम्रोसँग काम गरिरहेको छैन भने। दोस्रो कारण हो, यदि मेरुदण्डको जोर्नीहरूमा समस्या छ भने। यी मेरुदण्डको पछाडिको भागमा अवस्थित छन्। यदि तिनीहरू राम्रोसँग काम गरिरहेका छैनन् भने यसले ढाड दुख्न सक्छ। तेस्रो कारण हो, यदि तपाईको मेरुदण्डको हड्डीहरू पंक्तिबद्ध छैनन् जुन अस्थिरता भनेर चिनिन्छ। यो तेस्रो अवस्थालाई चिकित्सकीय भाषामा स्पोन्डिलोलिस्टेसिस भनिन्छ। यो तेस्रो अवस्थामा हड्डी अगाडि सर्छ र नसाहरूलाई थिच्न थाल्छ। त्यसैले पहिलो प्रकारको ढाड दुखाइमा जहाँ मेरुदण्डको हड्डी बीचको कुसनले यसको लोच गुमाउँछ, ढाड दुखाइ सामान्यतया युवा व्यक्तिहरूमा हुन्छ। साथै आज कम्प्युटरमा लामो समयसम्म काम गर्ने मानिसहरूमा ढाड दुखाइ हुनुको यो सबैभन्दा सामान्य कारण हो। यहाँ बस्ने आसन राम्रो छैन, त्यसैले यस्तो अवस्थामा ढाड दुखाइ धेरै सामान्य हुन्छ जसले गर्दा प्रारम्भिक स्पाइन डिस्क समस्या हुन्छ। यस्तो अवस्थामा स्पाइन डिस्क वा कुसनले दुखाइ दिन थाल्छ। यो सामान्य शारीरिक उमेरभन्दा पहिले हुन्छ। यस्तो अवस्थामा राम्रो बस्ने आसन, ढाड व्यायाम र उचित सुत्ने आसनले तपाईलाई धेरै मद्दत गर्न सक्छ। यदि औषधि, व्यायाम र फिजियोथेरापी पछि दुखाइमा कुनै सुधार भएन भने हामी तपाईको लागि एक विशेष शल्यक्रिया गर्न सक्छौं जसलाई डिस्क रिप्लेसमेन्ट सर्जरी भनिन्छ। यहाँ हामी प्राकृतिक पीडा निम्त्याउने डिस्कलाई शल्यक्रियाद्वारा हटाउँछौं र यसलाई नयाँ कृत्रिम डिस्कले बदल्छौं। यस शल्यक्रियाको क्रममा कुनै लचिलोपन बुम्दैन किनकि नयाँ डिस्क स्वस्थ प्राकृतिक डिस्क जस्तै काम गर्दछ। दोस्रो प्रकारको ढाड दुखाइमा जुन मेरुदण्डको जोर्नी ओभरलोडिङको कारणले हुन्छ, जसलाई उमेरसँग सम्बन्धित ढाड दुखाइ पनि भनिन्छ। यो सामान्यतया 40 वर्षको उमेरपछि मानिसहरूमा देखिन्छ। मेरुदण्डका यी जोर्नीहरूलाई फेसेट जोर्नी भनिन्छ र मेरुदण्डको ओभरलोडिङको कारणले गर्दा तिनीहरू सुन्निन थाल्छन्। यो सबै मानिसहरूमा हुने सामान्य उमेरसँग सम्बन्धित परिवर्तनको एक भाग हो। तिनीहरू पीडादायी हुन थाल्छन्। यस्तो अवस्थामा व्यायामले मद्दत गर्न सक्छ, मुद्रा प्रशिक्षणले मद्दत गर्न सक्छ, तर यदि यो धेरै पीडादायी हुन्छ भने हामी फेसेट जोर्नी इन्जेक्सन वा फेसेट जोर्नी ब्लक भनेर चिनिने प्रक्रिया गर्न सक्छौं, जसमा मुस्किलले 10 देखि 15 मिनेट लाग्छ। यो एक्स-रे मेसिन प्रयोग गरेर कडा संक्रमण नियन्त्रण अवस्थाहरूमा गरिने डेकेयर प्रक्रिया हो। यहाँ हामी फेसेट जोर्नीलाई लक्षित गर्छौं जसले दुखाइ निम्त्याउँदैछ। दुखाइको तेस्रो प्रकारको कारण मेरुदण्डमा कुनै अस्थिरता छ वा मेरुदण्डको हड्डीहरू पंक्तिबद्धता बाहिर छन् भने हो। यसलाई सामान्यतया स्पोन्डिलोलिस्थेसिस भनिन्छ। यो उमेरसँग सम्बन्धित डिजेनेरेसनको कारणले हुन सक्छ वा हड्डीमा केही भाँचिएको कारणले हुन सक्छ। यसलाई पार्स फ्र्याक्चर भनेर चिनिन्छ। हड्डी चिप्लिएर खुट्टामा स्नायुसँग सम्बन्धित लक्षणहरू पनि हुन सक्छन्। यो ढाड दुख्ने सबैभन्दा सामान्य कारणहरू मध्ये एक हुन सक्छ, विशेष गरी बुढेसकालका बिरामीहरूमा। यस्तो अवस्थामा हामी बिरामीहरूलाई TOIF शल्यक्रिया नामको शल्यक्रिया प्रदान गर्छौं। यस शल्यक्रियामा हामी विशेष इम्प्लान्टहरू प्रयोग गरेर यो चिप्लिएको हड्डीलाई स्थिर बनाउँछौं। त्यसैले यदि तपाईँ ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्, यो शल्यक्रियाले तपाईलाई फेरि पीडारहित जीवन बिताउन अनुमति दिनेछ। यस शल्यक्रियामा हामी स्नायुहरूमा दबाव पनि हटाउँछौं ताकि भविष्यमा कुनै पनि स्नायु क्षतिको सम्भावनाबाट बच्न सकियोस्। त्यसो भए यदि तपाईँ ढाड दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्, तपाईले आफ्नो डाक्टरलाई भेट्नुपर्छ जसले तपाईको लक्षणहरू र तपाईको ढाड दुख्ने कारण जे भए पनि एक्स-रे वा MRI गर्न सल्लाह दिनेछन्। उहाँले तपाईलाई यसको उपचार योजनाको सल्लाह दिनुहुनेछ।
कृपया याद गर्नुहोस् कि लगभग 95देखि 97 बिरामीहरूलाई शल्यक्रियाको आवश्यकता पर्दैन र तौल घटाउने, नियमित व्यायाम गर्ने, मुद्रा सुधार गर्ने र कम्प्युटरमा काम गर्ने समय सीमित गर्ने जस्ता उपायहरूले यसको धेरै राम्रो उपचार गर्न सकिन्छ। धन्यवाद।